आदरणीय दर्शक श्रोता नमस्कार। मलाई चिन्नुहुने नेपालमै देश विदेशमा रहनुहुने मेरा आदरणीय दर्शक श्रोताहरूको कार्य सफलताको कामना गर्दै उत्तर प्रगतिको कामना गर्दछु। हेर्नुहोस् हाम्रो यो सुन्दर जीवन दिएको छ भगवानले। हेर्नुहोस् हामीलाई आँखा दिएका छन्, शरीर दिएको छ, बोल्ने मुख दिएको छ हैन। हामीलाई यो सुन्दर संसारलाई हामीले एउटा न एउटा कार्य गरेर ठुलो मान्छे बन्नु पर्दछ। किनभने हामीलाई भगवानले जन्म दिए सबैभन्दा मैले जानेको चाहिँ जिउँदा देउता भनेका आमा बाबु हुन्। यदि आमा बाबुलाई कसैले छिछिर दूर गर्छ भने त सिधै नर्ककुण्डमा पर्छ भन्दै आमा बाबुलाई वृद्धा आश्रममा पुर्याउनबाट बाध्य गराउँदै आमा बाबुको सेवामा समर्पित हुन अनि आशीर्वाद थाप्न अनुरोध गर्दै मेरा पछाडिका भिडियो हेरिदिनु हुन भन्दै र अगाडिका साथै पछाडिका भिडियो हेरिदिनु। अनि साह्रै आनन्ददायक भिडियोहरू छन्, रमाएर एकछिन भए पनि हेर्नुहोस्। हाम्रो जिन्दगी आँसु हाँसु रोदन क्रन्दन उकाली ओराली भन्जाङ चौतारीसँग मितेरी गाँस्दै माया लाउँदै यो अवस्थामा आइपुग्यो। हजुर अझै कति दुःख गर्नु छ। हेर्नु, गीत सङ्गीत र कला बेगरको मान्छे बाँच्न गाह्रो पर्छ। कला र गला चाहिन्छ बाँच्नलाई। एउटा गीत सङ्गीत म्युजिक बुझेर एउटा चराले त चराचुरुङ्गीले त म्युजिक बुझेर पुच्छर हल्लाउँछ भने हामी त मानव हौँ, सर्वश्रेष्ठ प्राणी, यस धरतीमा यस संसारमा कहलिएका सर्वश्रेष्ठ प्राणी हौँ। हामीले साँचो झुटा राम्रो नराम्रो गर्ने क्षमता बुद्धि हामीलाई भगवानले दिएको छ। हामी कसैको खुट्टा नतानौँ, एक अर्कामा सपोर्टित हुँदै अगाडि बढौँ, भिडियोमा रमौँ, आनन्दित हौँ, साथी अनसाथी गरौँ, लाइक कमेन्ट रिक्वेस्ट फेभरेट सबै गरौँ, 5वटा अप्सन पुरा गरिदिनु, म पनि गरिदिन्छु भन्दै अर्को भिडियोमा आउने बाचा गर्दै बिदा चाहन्छु। हवस् त, नमस्कार।